फाइनली गाइस जेप्टोबाट भन्ने सामान आइसक्यो है। मैले मगाएकोमा के आयो, पापड, अदरक लसुन पेस्ट, एउटा दुध करेक्ट, फुल मन्दिरको लागि करेक्ट, एउटा बैगुन, दुईटा बैगुन, धूप, अन्त रिफाइन ओइल है त करेक्ट आएछ। अब पहिला चाहिँ चिया बनाएर चिया खान्छु है गाइस, चिया बनाएर चिया खान्छु। त्यसपछि मात्रै सबै थन्कमन्को गरेर नुहाइ गरेर त्यहाँबाट पूजासुजा गर्नु पर्यो है। एक्लैको लागि हो, ज्यादा त पर्दैन, कन्टिन्यू बनाउँछु है। अब यो उब्रेको दुधलाई चाहिँ फ्रिजमा हालिराख्नुपर्छ। फ्रिजमा हाल्यो भने चाहिँ अहिले बेलुका भोलितिर कहिले खानु मनपर्छ त्यति बेला यो खाँदा हुन्छ। जग्गा पनि छैन फ्रिजमा। यो हालेर चाहिँ यो पनि हाल्नुपर्छ। यो चाहिँ गाउँबाट पठाइदिएको है, यो चाहिँ गाउँको हातले बनाएको हाते चियापत्ती। यसलाई एक चम्ची हालेर अलिकति हाल्नुपर्छ, टेस्ट हाल्छ मजाले। अहिले चाहिँ यसको पनि काम भयो, यसको पनि काम भयो। अब मगको काम र चाल्नीको काम। चिया पनि पाक्यो है। यो सामान थन्काउनु छ, यता त भइसक्यो। यो भाँडालाई चाहिँ भिजाएर राख्नुपर्छ नि त, फेरि जाँदैन हो, मल्नु साह्रो पर्छ। जति भिजाएर राख्नुपर्छ। कैँची पनि यहाँ कैँचीकै जग्गामा बस्नु पर्यो। पापड त चढेछ।